Hello, welcome back to my channel भनेर नि त अब चाहिँ अनि म चाहिँ खासै हो नि त उठ्यो पनि के भन्नु र हैन सुतेकै छैन किनभने अब टाइम टुमा चाहिँ हामी निस्किनु पर्छ हो यहाँदेखि टाइम टुमा चाहिँ अब निस्केर चाहिँ हामी पुणे एयरपोर्ट गएर चाहिँ त्यहाँनिर चेकिङ गर्नुपर्छ हो फेरि अब हामी अब सबै साथीसँगै उठ्नुमा त अब राम्रो हुन्थ्यो तर के गर्नु अनफर्चुनेटली होइन टिकट तलमाथि हुनु पर्दाखेरि म चाहिँ मेरो चाहिँ हैदराबाद म चाहिँ हैदराबाद निस्किन्छु अन्त हाम्रो आत्ता सोनम चाहिँ जो मेरो साथी छ आत्ता सोनम चाहिँ ऊ चाहिँ कलकत्ताको लागि निस्किन्छ अन्त त्यसपछि चाहिँ ऊ त बागडोरा निस्किन्छ म पनि हैदराबाददेखि सिधै बागडोरा निस्किने तर बागडोरासम्म चाहिँ हामी मिल्दै अर्को फ्लाइटमा जानुपर्ने हुन्छ किनभने टिकट काट्दाखेरि हामीलाई अलिक मिस्टेक भइसक्यो अलिक तलमाथि त्यसले गर्दा त्यो सँगै हो यहाँबाट निस्किन आँटेको भन्दा पनि भर्खर अब होइन उता अब लौटाएर फ्रेस भएर चाहिँ निस्किनुपर्छ अहिले चाहिँ म चाहिँ सुतेकै छैन अब कस्तो हेर्नु नि अब आँखा पनि होइन कस्तो कस्तो भन्छ ठक्कै अब फ्लाइटमा ठक्कै सुतेर जानुपर्छ चस्मा लगाएपछि त म पनि कहाँ कम छु र होइन मोदीजी इन्डियामा चाहिँ जिएसटी हटाइदिउँ न भात खाँदा पनि जिएसटी लाग्छ के हो भन्नु नभएको है जिएसटी तर पनि होइन मान्छे पुणेमा चाहिँ एकदम मेरो चाहिँ फर्स्ट टाइम थियो इन्डियामा अब के भन्नु यसरी आएको ट्रेनिङमा होइन एकदम भपाल क्या मजा लाग्यो क्या पुणेमा चाहिँ एकदम र तपाईँहरू पनि आउँदै यता पुणेमा आइहाल्यो भने चाहिँ एउटा हाम्रो भुटनी साथीहरूलाई चाहिँ म के भन्नु चाहन्छु यहाँ चाहिँ के भन्नु त अब भुटानमा त अब बेसी चामल खाइन्छ नि त होइन चामल यहाँ चाहिँ साह्रै धेरै कम्ती पाइन्छ क्या त्यो भएर चाहिँ म तपाईँहरूको चाहिँ कमेन्ट के गर्छु भने बिरयानी खानु क्या बिरयानी यहाँ चाहिँ बिरयानीहरू चाहिँ एकदम प्रशस्त पाउँछ क्या प्रशस्त मिन्स आई मिन क्या मैले भन्नु खोजेको चाहिँ अब आफूलाई जति क्या भुँडी अगैन्जल पुग्छ क्या नभए चाहिँ तपाईँहरूको चाहिँ अर्को आइटमहरू माग्नु भने चाहिँ चामल चाहिँ पाउनु साह्रो छ मेरो साथी चाहिँ कस्तो सुतिरहेको छ म चाहिँ यहाँ अलिक अगाडि गर्दै अब कतिहरू मात्रै देखाउनु होइन तपाईँहरूलाई चाहिँ अब म यहाँ माथि होइन छतबाट भ्यू पनि देखाइदिन्छु पुणे चाहिँ हेर्नु चाहिँ पुणे तपाईँहरू आउँदै हुन्छ भने चाहिँ हेर्नुहोस् है पुणे सिटी चाहिँ यस्तो छ है होइन अब यसो होइन मैले यसो गुगलहरू गरेर हेरेको हो पुणे चाहिँ इन्डियाको सेकेन्ड लार्जेस्ट सिटी मान्दो रहेछ हो त्यहाँदेखि के मान्दो रहेछ भने पुणे चाहिँ अर्को चाहिँ पुणे चाहिँ अब उनीहरूले इस्ट अफ अक्सफोर्ड पनि मान्दो रहेछ इन्डियाले के अब इस्ट अफ अक्सफोर्ड भनेर चाहिँ उनीहरूले त्यसरी मेन्सन गरेर चाहिँ मैले गुगल गर्दाखेरि चाहिँ हेर्नु यस्तो छ त्यो उठ्नु साह्रो गाह्रो भएको जस्तो छ अब म उठाइ हेर्छु है आता न उठ्नु ढिलो हुन्छ भने टाइम टुमा आइपुग्छ है 1 कति भइसक्यो नि ल उठ्नु आज चाहिँ यस्तो खत्तम भयो म चाहिँ होइन हेर्नु नि मेरो फोनको एलसिडी नै गयो यस्तो भयो अब के भन्नु बिजोक भयो फोनको एलसिडी गयो अब माथि सिलगढी गएर बनाउनु पर्छ होला टेम्पोरेरीको लागि चाहिँ अहिले चाहिँ यो फोन मार्केट गएर साथी युज गरिरहेको छु यो फोनले त धोका दियो मेरो टिकट पनि यहीँ थियो हो थोरै साह्रो परेन हो त्यो टिकट यो फोन बिग्रिनु गर्दाखेरि मात्रै थाहा भयो क्या मेरो अब हैदराबाद गर्छ भनेर नभए मलाई पनि थाहा थिएन त्यसै भयो नि अब न्यू एक्सपिरियन्स हुन्छ होइन म चाहिँ हैदराबाद
हेलो म चाहिँ होइन अब रेडी भइसक्यो अब चाहिँ एयरपोर्टको लागि निस्किनु रेडी भइसक्यो है आउटफिट हुन्छ नि यस्तो छ अब ब्याग यस्तो गरेर हो अब यहाँदेखि चाहिँ हिँड्छ अब ठक्कै सी यु नेक्स्ट टाइम मैले जाने होटलबाट चेकअप गरिसकेँ हो अनि गाडीमा सामान पनि लोड गरिसकेँ अब साथीहरू पर्खेर बसिरहेको छ यहाँ हुन्छ हाम्रो गुरुज्यू आइपुगिहाल्यो आइपुग्यो है गुड मर्निङ आइपुगेको छैन दुईजना कहाँबाट हो अन्नाले इंटरनेशनल घाटे रुतु से भाई अनि टिकट छिटो बे त जुनी छिरैंदा टिकट म गया नौमे सटवा अहिले हुन्छ खोइ त यहाँनिर गेट यसमा देखाइरहेको छ गेट कता जानुपर्ने अब यहाँ पर्खेर भरे टाइम कतिखेर हुन्छ हेरेर मात्रै भने साथीभाइ हो म चाहिँ अघि आएकोदेखि नै यहाँनिर यो बोर्डमा हेरेको है अरे कहना क्या चाहते हो खै त आउँदै आउँदैन आफ्नो त यतिखेर त दिए नि हुन्थ्यो नि माथि नबस्ने सिट छ हो माथि बस्ने ठाउँमा चाहिँ यो छैन स्क्रिन हो नि त यहाँ मात्रै हुनाले गर्दाखेरि यहाँ उभिएकोले खुट्टा दुखेर के भन्नाले बिजोक भित्र हेऱ्यो भने त हो Halo. Rasa seat background சொல்றதுக்குள்ள கால் பண்ணிட்டேன் ஒரு நிமிஷம் ஹலோ म चाहिँ जोन 3 मा परेछ त्यो भएर अहिले हैन र यहाँ चाहिँ अहिले जोन 2 को मात्रै जोन 2 को मात्रै अन्त यहाँ पर्खिरहेको छ अब टर्न पनि आउँथ्यो जोन 2 को रे जोन 3 को पर्यो त एक देश ल्याएर छोड्दै उता परदेखि घुमाएर ल्याएर क्या नि अब चाहिँ बक्टोराको लागि फाइनली बक्टोरा आइपुग्यो अब चाहिँ भने दार्जिलिङतिर लागेको आताले फोन उतै हैदराबाद छोडेर पुरो भएको छ के भयो दुईजनालाई हिजोदेखि दिन दशा नराम्रो लागेको छ हौ यो चाहिँ उता भुटान कुद्ने हाइवे यहाँबाट चाहिँ सबै ठुल्ठुलो बुल्डर्सहरू सबै तल पुग्छ यो चाहिँ आसाम लाइन हो तर यो जग्गाको नाम चाहिँ धुपगुडी हुन्छ हेर क्या कडा दिँदैछ अन्त हामीले चाहिँ यहाँनिर खाएको लन्च भने ब्रेकफास्ट भने अब के भन्नु बिहानदेखि नै यहाँ अहिले मात्रै खाएको अब चाहिँ हामी अब चाहिँ भने अब सिधै यस्तो छ है
ल